जब येशू यरुशलेमतर्फ बेथानीको बाटोबाट भएर जाँदै गर्नुभएको हुन्छ, उहाँलाई एकदम भोक लागेको हुन्छ अनि यसरी टाढोमा हेर्दा उहाँले एउटा नेभाराको रुखलाई देख्नुहुन्छ जो चाहिँ अन्जीर पनि भनिन्छ। अनि त्यो रुख चाहिँ एकदमै हरियो पत्ताले भरिएको होइन, ताकि त्यहाँनिर चाहिँ फल छ है भन्ने जस्तै देख्ने। तर जब येशू ख्रीष्ट नजिक पुग्नुहुन्छ, उहाँले फल नभएको भेट्टाउनु हुँदाखेरि ध्यानेन्द्र येशूले त्यो रुखलाई श्राप दिनुहुन्छ अनि भन्नुहुन्छ मर्कुस 11:14 अबदेखि कसैले पनि तँबाट फल खान नपाओस्। सो नेक्स्ट डे जब येशू ख्रीष्ट त्यही बाटोबाट फर्किनुहुन्छ, तब चेलाहरूले देख्छ कि साँच्चै त्यो रुख चाहिँ जराइबाट सुकिसकेको हुन्छ। यो घटना चाहिँ केवल एउटा रुखको कहानी मात्र होइन, यसले चाहिँ हाम्रो जीवनको आत्मिक अवस्थालाई पनि दर्शाउँछ। रुखमा पात थियो तर फल चाहिँ थिएन। त्यस्तै मानिसको जीवनमा धर्मको रूप हुन सक्छ, चर्च, प्रार्थना, सेवा, तर यदि साँचो आत्मिक फल चाहिँ छैन भने त्यो जीवन परमेश्वरको अघि खाली हुन्छ है। त्यसैले येशूले हामीलाई सम्झाउनुहुन्छ परमेश्वरले केवल धार्मिक देखिने जीवन होइन, फल दिने जीवन खोज्नुहुन्छ। गलाती 5:22 पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासता, नम्रता स्वयं हुन्। यस्ता कुराको विरुद्धमा कुनै व्यवस्था छैन। यो चाहिँ क्यारेक्टर परमेश्वरले तपाईले हाम्रो जीवनमा खोज्नुहुन्छ।